हेलो साथीहरू नमस्ते। आज मैले हाइड्रोसिलको बारेमा लिएर आएको छु। म यसै गरी एचएआर सिएमएको लोकसेवामा भएको सबै सिलेबसको टपिक अनुसार चाहिँ म सबै भिडियोहरू ल्याउने छु है। तपाईँहरू हेर्दै गर्नु होला। मैले भिडियो ल्याउन चाहिँ सर्जरीबाट स्टार्ट गरेको छु। त्यसपछि मेडिसिनबाट गर्छु, अनि त्यसपछि के अरे इएनटीबाट, त्यसपछि डेन्टिस्ट्रीबाट, त्यसै गरेर कन्टिन्यू गरेर म एचएआर सिएमएको सबै भिडियोहरू चाहिँ ल्याउने कोसिस गर्नेछु है। तपाईँहरू सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, ताकि मलाई हौसला बढोस्, अझै भिडियोहरू बनाउन मन लागोस् है। ल ओके, लेट्स गो टु द टपिक। आज हाइड्रोसिल भनेकोले त थाहा नै होला हजुरलाई। हाइड्रोसिल भनेको चाहिँ हाम्रो सिम्पल ल्याङ्ग्वेजमा अथवा लोकल ल्याङ्ग्वेजमा भन्नुपर्दाखेरि टेस्टिसमा पानी भरिनु है। अब टेस्टिसको कुन पार्टमा पानी भरिन्छ, पानी भरेपछि कस्तो समस्या आउँछ है, लक्षणहरू के हुन्छन्, त्यो चाहिँ हामी पढ्दै गर्नु भिडियोभित्र जानेछौँ। टपिकभित्र एकदम डिप रूपमा पढ्नेछौँ। अहिले चाहिँ नर्मलमा बुझ्दाखेरि टेस्टिसमा पानी भर्यो भनेर हाइड्रोसिल भनिन्छ भन्ने बुझौँ ल। ओके, हाइड्रोसिल इज डिफाइन्ड एज द कलेक्सन अफ सिरियस फ्लुइड विथ इन द टुनिका भेजिनालिस लिडिङ टु स्क्रोटल सोइलिङ है। यो चाहिँ एउटा सेरस फ्लुइड है। सेरस फ्लुइड चाहिँ कहाँबाट आउँछ भन्दाखेरि चाहिँ अब यसको इडियोप्याथिक कज हो है। एक्ज्याक्ट त कहाँबाट आउँछ, कसरी हुन्छ भनेर थाहा नै हुँदैन। कहिलेकाहीँ सेकेन्डरी इन्फेक्सनहरूबाट आउँछ। सेकेन्डरी इन्फेक्सन कहिलेकाहीँ भन्नाले कहिलेकाहीँ फिलारियासिसहरू, मम्सहरू, अर्काइटिसहरूको कारणले, ट्रमाकोहरूको कारणले एक्सेसिभ फ्लुइड सेक्रेसन हुन्छ, त्यहाँबाट आउँछ। विदिन द टुनिका भेजिनालिस भनेको, टुनिका भेजिनालिस भनेको त स्क्रोटमको पार्ट हो है। अब स्क्रोटमको पार्टहरू के हुन्छ भन्ने हामीलाई थाहा नै छ। सबैभन्दा बाहिर स्किन हुन्छ, जसलाई हामी स्क्रोटम भन्छौँ। त्यसपछि डार्टस मसल हुन्छ। डार्टस मसल स्मुथ लेयर मसल हुन्छ है। अनि त्यसपछि एक्सटर्नल स्पर्मेटिक फेसिका हुन्छ, त्यसपछि क्रेमेटिक फेसिका, त्यसपछि इन्टर्नल स्पर्मेटिक फेसिका हुन्छ। त्यसपछि अनि टुनिका भेजिनालिस हुन्छ। टुनिका भेजिनालिस भन्दा भित्र चाहिँ टुनिका एल्बुन्जिनिया हुन्छ है। यो चाहिँ लेयरहरू हो कि पार्टहरू हो। तर त्यो सिरस फ्लुइड चाहिँ कहाँ कलेक्सन हुने भयो भन्दाखेरि टुनिका भेजिनालिस, जसले गर्दाखेरि स्क्रोटमलाई चाहिँ सोइलिङ गराउने भयो अथवा ठुलो गराउने भयो है। यसको कारणहरू के छ? कन्जेनाइटल हाइड्रोसिल अर्थात् जन्मजातै हाइड्रोसिल, कसैको त जन्मजातै हाइड्रोसिल भएर आउँछ। त्यो कसरी हुन्छ भन्दाखेरि ड्यु टु द पेटेन्ट प्रोसेस भेजिनालिस भनेको अ कनेक्सन बिट्विन द पेरिटोनियल क्याभिटी अन द स्क्रोटम। यो चाहिँ किन कन्जेनाइटलमा किन हुन्छ भन्दाखेरि हामीहरूलाई एउटा कुरा यहाँ के बुझ्नुपर्ने हुन्छ भन्दाखेरि जन्मनुभन्दा अगाडि अर्थात् केही विक्समा, केही महिनामा हाम्रो टेस्टिसहरूको डेभलप चाहिँ कहाँ हुन्छ भन्दाखेरि एब्डोमेनमा हुन्छ है। बच्चाहरूको जन्मिनुभन्दा अगाडि टेस्टिसहरू एब्डोमेनमा हुन्छ। अनि बल्ल डेलिभरी भइसकेपछि मात्र तल आफ्नो पोजिसनमा आउने हो है। त्यो एब्डोमेनमा हुँदाखेरि चाहिँ स्क्रोटम र पेरिटोनियल क्याभिटी, एब्डोमेन त पेरिटोनियल क्याभिटी हुन्छ है। एब्डोमेन र स्क्रोटम र पेरिटोनियल क्याभिटीको कनेक्सन हुँदाखेरि चाहिँ कहिलेकाहीँ कन्जेनाइटल हाइड्रोसिल हुनसक्छ है। हुन्छ, यसले गर्दाखेरि कन्जेनाइटल हाइड्रोसिल हुनसक्छ। तर यो कमन इन इन्फेन्ट एन्ड न्युबोर्न चाहिँ किन यसलाई चाहिँ कमन मानिन्छ, सामान्य मानिन्छ? किनकि नेचुरल्ली चाहिँ टेस्टिसहरू एब्डोमेनमा हुन्छ। एब्डोमेनमा भएपछि पेरिटोनियल र स्क्रोटमको चाहिँ कनेक्सन हुनसक्छ। पेरिटोनियल क्याभिटीबाट एक्सेसिभ फ्लुइड सेक्रेसन भएर स्क्रोटममा जान सक्छ, अनि स्क्रोटमको भित्र टुनिका भेजिनालिसमा यो कलेक्सन हुनसक्छ। त्यही भएर चाहिँ यो नर्मल मान्न सकिन्छ अर्थात् कमन मान्न सकिन्छ, सामान्य है। अनि अर्को एक्वायर्ड हाइड्रोसिल भनेको कन्जेनिटाइल भन्दा अरू कारणले है। अरू कारणले चाहिँ अरू कुनै एउटा कारण त थाहा नै छैन। इडियोप्याथिक, मस्ट कमन इन एडल्ट, प्रायः चाहिँ यो इडियोप्याथिक एडल्ट एजमा हुन्छ है। यसको त एक्ज्याक्ट कारण चाहिँ थाहा छैन। अरू सेकेन्डरी कारणको कारणले हुनसक्छ है। सेकेन्डरी कसको कारणले, जस्तै इन्फेक्सन भयो, अर्काइटिस भयो, फिलारियासिस भयो, मम्स भाइरसले इन्फेक्सन गर्यो है, त्यसले गर्दाखेरि हुन्छ। कहिलेकाहीँ ट्रमामा चोट लाग्दाखेरि हुनसक्छ है। जस्तै क्यान्सरहरू भयो टेस्टिसमा, त्यसले गर्दाखेरि पनि एक्सेसिभ फ्लुइड सेक्रेसन भएर टुनिका भेजिनालिसमा हुनसक्छ। पोस्ट सर्जिकल कम्प्लिकेसन, सर्जरी गरेपछि पनि कहिलेकाहीँ हुन्छ। सर्जरी जस्तै टेस्टिसमा गर्नुपर्ने सर्जरीहरू के हुन्? भेसेक्टोमीहरू गर्दाखेरि है, हाइड्रोसिलकै सर्जरी गर्दाखेरि पनि फेरि रिकरेन्स हुनसक्छ, त्यस्तो हुनसक्छ है। क्लिनिकल फिचर, लक्षणहरू के हुन्छन्?
पेनलेस स्क्रोटल सोइलिङ मस्ट कमन। स्क्रोटल सोइलिङ हुन्छ जुन त्यो टेस्टिज हुन्छ नि, त्यो टेस्टिजले को बाहिर जुन त्यो स्किनको लेयर हुन्छ नि त्यसलाई स्क्रोटम भन्छ। त्यो स्क्रोटम चाहिँ सोइलिङ हुन्छ तर दुख्दैन है, दुख्दैन। अनि ट्रान्समुलेसन टेस्ट पोजिटिभ हुन्छ, लाइट पास थ्रु फ्लुइड। अब त्यो टेस्टिज हामीले यो हो कि होइन, कुनै हर्निया हो कि केही हो कि होइन, त्यसले गर्दाखेरि अब हामीले टर्च बालेर हेर्दाखेरि चाहिँ लाइट पास हुन्छ भनेपछि चाहिँ पोजिटिभ भयो, त्यो भनेको हाइड्रोसिल हो। तर लाइट पास हुँदैन भने द्याट इज हर्निया। ओके, हेभिनेस र डिस्कम्फर्ट इन द स्क्रोटम। अब सोइलिङ भयो, ठुलो भयो, डिस्कम्फर्ट हुने भयो, गरौँ भयो जस्तो हुने भयो होइन, नर्मलभन्दा ठुलो भयो त केही डिस्कम्फर्ट त हुने नै भयो नि। कफ इम्पल्स नेगेटिभ, खोक्दाखेरि बढ्ने, खुत्ता आउने, त्यसपछि आफू नर्मल जाने हुँदैन, नेगेटिभ भयो। फ्लक्चुएसन टेस्ट पोजिटिभ। फ्लक्चुएसन टेस्ट भनेको यसरी यहाँबाट छाम्दाखेरि माथि माथि सर्ने, यताउता सर्ने, किनकि फ्लुइड छ नि त, पानी भरेको छ नि त, फ्लुइडमा पानी भरेको छ भनेपछि चाहिँ अब यहाँ च्याप्दाखेरि माथि सर्ने भयो, यताउता सब सर्ने भयो कि त्यो हुने भयो। अनि नन टेन्डर अर फ्लक्चुएट मास भनेको छाम्दाखेरि पनि नदेख्ने, अर्थात् कुनै भित्र मासु छामे जस्तो पनि नहुने कि, यसो छामेपछि चाहिँ भित्र कुनै मास जस्तो नलाग्ने, जस्ट फ्लुइड मात्र लाग्ने कि है। फ्लक्चुएन्ट मास भनेको भित्र टेस्टिस बाहेक अरू कुनै मासहरू जस्तै ट्युमरहरू जस्तो चाहिँ नलाग्ने, छाम्दाखेरि नदुख्ने, छामेपछि चाहिँ कुनै मासहरू नलागेर पानी जस्तो मात्र लाग्ने है, पानी जस्तो मात्र फिल हुने। अनि युजली नट रिड्युसेबल। अब रिड्युसेबल त हुने कुरै भएन है, भनेको अब त्यसरी कुनै सपोर्ट गर्दाखेरि आफै ठिक हुने, त्यस्तो भित्र पस्ने त्यस्तो चाहिँ हुँदैन है। इन्भेस्टिगेसनको कुरा आउँछ। फिजिकल इक्जामिनेसनहरूमा के गर्ने, ट्रान्समुलेसन टेस्टहरू गर्ने है, फ्लक्चुएसन टेस्टहरू गर्ने है, कफ इम्पल्सहरू गर्ने, पेसेन्टलाई खोकाउने गर्ने है। अनि त्यसपछि स्क्रोटल अल्ट्रासाउन्ड, अब भिडियो एक्सरे गर्ने, स्क्रोटलमा देखिन्छ होइन, फ्लुइडहरू मजाले देखिन्छ। अनि युरिनरीहरू सिबिसी गर्ने, टुरुलाट अथवा सेकेन्डरी इन्फेक्सन, केही अरू इन्फेक्सनको कारणले भएको हो कि भनेर त्यो गरेर युरिनरी सिबिसीहरू गर्ने है। अब म्यानेजमेन्ट के गर्ने त, पेसेन्ट आयो, कन्जर्भेटिभ ट्रिटमेन्टमा चाहिँ भनेको बिफोर सर्जरी ट्रिटमेन्ट है। कन्जर्भेटिभ ट्रिटमेन्ट भनेको अब्जर्भेसन गर्ने, यसलाई अरू केही नगर्ने, अब्जर्भेसन गर्ने हो। न पेन हुन्छ, कुनै सिम्टम हुँदैन सोइलिङ बाहेक है, न पेन हुन्छ, न कुनै टेन्डर हुन्छ है, न फिभर आउँछ, न केही हुन्छ। अब्जर्भेसन गर्ने, आफै अब कहिलेकाहीँ आफै डिसएपियर ठिक हुन पनि सक्छ, नभएपछि चाहिँ सर्जरी गर्नुपर्ने भएपछि चाहिँ पछि गर्ने, तुरुन्तै गर्नुभन्दा पनि केही समयलाई अब्जर्भेसन गरेर मात्र गर्नुपर्छ सर्जरी चाहिँ। त्यही भएर सुरुमा चाहिँ अब्जर्भेसन मात्र गर्ने कन्जर्भेटिभ ट्रिटमेन्टमा है। अनि अब त्यसपछि सर्जिकल गर्दाखेरि चाहिँ हाइड्रोसिलेक्टोमी भनेको अब निकालेर फाल्ने है। एक्सिजन अफ हाइड्रोसिल स्याक डेफिनेटिभ ट्रिटमेन्ट हो यो चाहिँ है। हाइड्रोसिल स्याक भनेको चाहिँ जुन पानी भरेको छ नि, जुन त्यो थैलोमा पानी भरेको छ नि भित्र, टुनिका भेजिनालिस है, टुनिका अल्बिकान्स हुँदा बिचौँ देखाउँछ नि, त्यो यताउताको लिएर ठ्याक्क स्याक निकालेर फालिदिने, पानी आयो त्यसपछि उ गर्ने है। एस्पाइरेसन अरू प्लस स्क्लेरोथेरापी भनेको चाहिँ अब कसैको सर्जरी गर्नुपर्ने अवस्था गाह्रो छ, अर्थात् इम्युन सप्रेसिभ पेसेन्ट छ, एचआइभी एड्स लागेको छ, डायबिटिस मेलाइटसहरू लागेको छ, त्यसको पेसेन्टको छ भने चाहिँ एस्पाइरेसन गर्ने है। अब इम्युन सप्रेसिभ पेसेन्ट, एचआइभी एड्स, के अरे डायबिटिस मेलाइटस पेसेन्टलाई सर्जरी गरेपछि त्यो घाउ ठिक हुने चान्स हुँदैन नि त, त्यो घाउ त ठिक हुँदैन, सर्जरी गरेपछि त कट गर्नुपर्छ है, निकालेर फाल्नु। त्यस्तो अवस्थामा चाहिँ एस्पाइरेसन गर्ने। एस्पाइरेसन भनेको सिरिन्जले निकालेर फाल्ने पानी है, सिरिन्जले पानी निकालेर फाल्ने। प्लस स्क्लेरोथेरापी भनेको एउटा इन्जेक्सन हुन्छ, इन्जेक्सन हाल्ने, पानी निकाल्ने, फाल्ने, इन्जेक्सन हाल्ने, पानी निकाल्ने, फाल्ने, त्यस्तै गर्ने। यो इन्जेक्सनको काम चाहिँ के हो भन्दाखेरि चाहिँ ड्राइनेस गराउने क्या त्यो पार्टलाई। ड्राइनेस कसरी गराउँछ, पानी निस्किन्छ, फेरि एक्सेसिभ फेरि एकुमुलेसन हुन दिँदैन है। एस्पाइरेसन भनेको निडिल सिरिन्जले पानी निकाल्ने, प्लस स्क्लेरोथेरापी भनेको इन्जेक्सन एउटा दिइन्छ, त्यो इन्जेक्सनले चाहिँ फेरि त्यो टुनिका भेजिनालिसमा फेरि पानी चाहिँ एकुमुलेसन हुन दिँदैन है, फ्लुइडहरू एकुमुलेसन हुन दिँदैन, त्यो हुन्छ। एक्सिजनहरू स्याक निकालेर फाल्ने, त्यो भइहाल्यो। लड स्प्लिकेसन भनेको यो चाहिँ एउटा सर्जरीको एक टाइपको नाम हो, चाहिँ सानो सर्जरीहरूमा गर्न सकिन्छ। अर्को जोबुलस अपरेसन भनेको चाहिँ ठुलो सर्जरीमा गर्न सकिन्छ, त्यही हो। अब कम्प्लिकेसन छोडेपछि चाहिँ के हुन्छ, इन्फेक्सन अरू हाइड्रोसिल है, हाइड्रोसिलमा इन्फेक्सन होला, ब्याक्टेरियाहरू ग्रोथ होला है, त्यसमा
अनि हेमाटोसिल ब्लड इन टुनिका भेजिनालिस बिस्तारै पानीहरू फ्लुइडहरू एक्सेसिभ एकुमुलेसन सँगसँगै अब वाटर पनि एकुमुलेसन के अरे ब्लड पनि एकुमुलेसन होला। टुनिका भेजिनालिसमा अब ब्लड र पानी दुइटै मिक्स होला है। टेस्टिकुलर एट्रोफी ड्यु टु कम्प्रेसन। टेस्टिकुलर एट्रोफी भनेको के हो भनेपछि फ्लुइडहरू भयो है, बाहिर टुनिका भेजिनालिस छ है, स्किन छ, स्क्रोटम छ, एक्सटर्नल स्पर्मेटिक फेसिका छ, क्रिमेटिक फेसिका छ, इन्टरनल स्पर्मेटिक फेसिका छ। अब के हुँदा त्यसमा पानी भऱ्यो, त्यो पानीले गर्दाखेरि अब टेस्टिसमा चाहिँ प्रेसर बढ्ने भयो कि। अनि टेस्टिसमा प्रेसर भएपछि टेस्टिसहरू सानो हुने भयो कि, सानो सानो हुँदै सानो हुँदै सानो हुँदै जाने भयो है टेस्टिकुलर एट्रोफी हुने। अनि त्यसपछि इन्फर्टिलिटी भनेको अब बाँझो पनि हुनसक्छ। टेस्टिकुलर एट्रोफी भएपछि चाहिँ टेस्टिसहरू सानो हुन्छ अथवा टेस्टिस हराएर पनि जान सक्छ। अनि स्पर्महरू हुँदैन, स्पर्महरू टेस्टिसै नहुँदा स्पर्म प्रोडक्सन हुँदैन। अनि त्यसपछि चाहिँ इन्फर्टिलिटी हुने चान्स हुन्छ। ल, थ्याङ्क यू। प्लिज सब्सक्राइब, लाइक एन्ड कमेन्ट।